नमस्कार, मौलिक टिभीमा तपाईलाई स्वागत छ। आज म ताप्लेजुङ जिल्ला फुङ्ली नगरपालिका वार्ड नम्बर 6 बतासे स्थित निर्माण हुन गइरहेको यो बहुजातीय सांस्कृतिक सङ्ग्रहालयको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउन गइरहेको छु। यो सांस्कृतिक सङ्ग्रहालय चाहिँ ताप्लेजुङ जिल्लामा बसोबास गर्ने लगभग 15-16 जातिको एकै ठाउँ सबै जातिको सांस्कृतिक सम्पदाहरू हेर्न पाइनेछ भने यो सांस्कृतिक सङ्ग्रहालय चाहिँ फुङ्ली नगरपालिका ताप्लेजुङ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त आयोजनामा यो निर्माणाधीन छ। यो पहिलो चरणमा यो 5वटा बिल्डिङ कन्स्ट्रक्सन यो अवस्था छ भने अब दोस्रो चरणमा अन्य बिल्डिङ बन्ने छ। यसरी हेर्नुहोस् यति राम्रो छ। यहाँ चाहिँ प्रत्येक जातिको फरक जातिको एकै ठाउँ मौलिक संस्कृति हेर्न पाइन्छ र यहाँ विभिन्न जातीय पहिचानको विभिन्न विषयवस्तुसँगै यहाँ चाहिँ जातीय खाद्य स्टलहरू पनि रहनेछ भने यसरी पार्किङहरू रहनेछ यो ठाउँहरूमा। त्यसै अन्य विभिन्न संरचना बन्नेछ। यो पर्यटकीय ठाउँको लागि विभिन्न यसरी यो ठाउँहरूमा बन्नेछ भने यहाँ चाहिँ विशेष गरी मौलिक संस्कृति सम्पदाहरू हेर्न पाइनेको साथै यहाँ चाहिँ जातीय मौलिक खाद्य स्टलहरू पनि रहने कुरा नगरपालिकाले जनाएको छ। हेर्नुहोस् त, अब म नजिकै जाँदैछु, तपाईँहरूलाई प्रत्येक कोठाको अवस्था र भौतिक निर्माणको अवस्था पनि देखाउने नै छु। ल, म अहिले यो सांस्कृतिक सङ्ग्रहालय नजिकै पुगिसकेको छु। यस निर्माण कार्यमा खट्नुहुने इन्जिनियर ठेकदार साहब अमृत भट्टराई सरसँगै छु म। अमृत सर नमस्कार। हजुर नमस्ते। अनि काम कुरो कतिको हुँदैछ? काम कुरो चलिरहेको छ। अहिले चाहिँ यो पानीको मौसमले गर्दाखेरि एक दिन रोकेको पानीले गर्दाखेरि यो मैले देखेको चाहिँ यो ताप्लेजुङको हकमा यो अलिक नयाँ डिजाइन लाग्यो, मौलिक खालको। यो बनाउनु कति गाह्रो भयो? यो चाहिँ कस्तो छ भने अझै हाम्रो यसमा चाहिँ काठको कामहरू चाहिँ भइरहेको छ उँधै झापातिर। यो चाहिँ एकदम ताप्लेजुङ जिल्लाको मात्रै नभएर एउटा नेपालकै नमुना क्षेत्र बन्दैछ यो क्षेत्रलाई, होइन। अहिले सुरु यो स्टार्टिङ फेसमा चाहिँ हाम्रो 5वटा भवन हो। भित्र जाउँ सर। यहाँ चाहिँ जम्मा चाहिँ 16वटा भवनहरू बन्छ, जहाँ 16वटा जातिहरूको कल्चर झल्किने। यो प्रोजेक्टको नामै बहुसांस्कृतिक सङ्ग्रहालय। हजुर, यो चाहिँ नेपालकै एउटा, यो प्रोजेक्ट कम्प्लिट भइसक्दा चाहिँ नेपालकै एउटा संस्कृति संस्कार झल्किने र एउटा टुरिज्म एरिया बन्छ यो, होइन। मैले सोध्नु खोजेको चाहिँ के छ भन्दाखेरि यहाँ धेरै मौलिक डिजाइनहरू हुन्छ भने छ। अब यसको वास्तविक रूप के हुन्छ? छाना कस्तो हुन्छ? झ्यालढोका कस्तो हुन्छ? छाना त अब यो लगभग हामीले कम्प्लिट गरिसक्यो। यहाँ माथि फल सिलिङ बस्छ। यो माथि फाइबर लाउनु हो? यो चाहिँ हाम्रो युपिभिसी सिट हो। अब यहाँ मुनि चाहिँ हामी फल सिलिङ हुन्छ यसमा। त्यस पछाडि यो ढोकाहरूमा चाहिँ सबै पुरानो मौलिक झ्याल ढोकाहरू बस्छ। हजुर, जहाँ चाहिँ यो यसमा चाहिँ आँखी झ्यालहरू छ सबैमा। हजुर, अनि यतापट्टि हाम्रो टुडाल बस्छ, जहाँ चाहिँ मन्दिर उयो भगवानहरूको मौलिक काठको बन्छ, काठकै बन्छ। हजुर, अनि त्यस पछाडि एउटा भवनभित्र जम्मा 6वटा कोठाहरू चाहिँ पार्टेसन गरेको। यो 6वटा कोठामा चाहिँ काम के रहन्छ पछि गएर? यो यसको बारेमा चाहिँ अब अझै यसलाई कसरी युज गर्ने के गर्ने भनेर चाहिँ पुरै जानकारी छैन हामीलाई चाहिँ, होइन। र अनि यहाँनिर चाहिँ प्रत्येक कोठाको आफ्नै एउटा विशेषता हुन्छ यहाँनिर। प्रत्येक पार्टेसनको चाहिँ एउटा आफ्नै विशेषता हुन्छ। यहाँ कुनै चाहिँ
पुरानो संस्कार इतिहाससँग जोडेको कुराहरू हुन्छ कुनै ठाउँ कुनै रुममा चाहिँ पुस्तकहरू पढ्न पाइन्छ यहाँभित्र छिरिसकेपछि एउटा जातको पौराणिक कथाहरूदेखि लगेर त्यो सम्बन्धी चाहिँ त्यो संस्कारहरू कसरी डेभलप हुँदै 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 यो अवस्थासम्म आइपुग्यो आजको दिनसम्म जुन इतिहासदेखि अहिलेसम्मको सबै कुराहरू चाहिँ यो भित्र हेर्न देख्न अध्ययन गर्न पाइन्छ र यो चाहिँ पछाडि एउटा ठुल्ठुलो संस्कारको बारेमा संस्कृतिको बारेमा अध्ययन केन्द्र पनि बन्छ यो चाहिँ बन्छ नेपालकै नमुना बन्छ यो नेपालकै नमुना बन्छ यो यहाँ मात्रै होइन यहाँ चाहिँ विदेशीहरू आएर पनि अध्ययन गर्ने नेपालको बारेमा चाहिँ नेपालको जात जातिको बारेमा बुझ्ने होइन यहाँ यो भित्र छिरिसकेपछि एउटा मात्रै जाति होइन यहाँनिर नेपालको सम्पूर्ण जातिहरूको चाहिँ उसले अध्ययन गर्ने केन्द्र पनि बन्छ र यो पछि चाहिँ एउटा रिसर्च सेन्टर पनि बन्छ पर्यटकीय ठाउँ बन्छ पर्यटकीय ठाउँ जहाँ चाहिँ उता जाउँ हरेक कुरा अरू हजुर हेर्न पाइन्छ अनि अब तपाईँलाई सोध्नु खोजेको चाहिँ अब यो तपाईँले अहिले 5वटा बिल्डिङको काम जिम्मा लिनुभएको छ यो कहिलेसम्म चाहिँ सक्नुहुन्छ हामीले अलिकति पैसाको कारणले गर्दाखेरि काम थोरै ढिलो भइरहेको छ पैसा कसरी अहिले सरकारबाट पैसा आएको छैन पैसा अलि निकासा नभएर काम थोरै अस्ति अगाडि थोरै ढिलो भयो अनि त्यसले गर्दा यो असारसम्ममा हाम्रो कम्प्लिट गर्ने योजना र टार्गेटले हामी अगाडि प्लान बनाएर अगाडि बढिरहेको छ असारसम्म सक्नुहुन्छ अब यसमा चाहिँ फुङलिङ नगरपालिकाले पनि हामीलाई सहकार्य गरेर अलिक पैसाहरूमा निकासा गरिदिन हेल्प गर्नुहुन्छ होला होइन अनि यो प्रोजेक्ट चाहिँ म नि यहीँ ताप्लेजुङको मान्छे भएर यो प्रोजेक्टलाई कसरी सक्सेस र कसरी राम्रो बनाऊँ अनि र पछाडिको कामहरू पनि राम्रो होस् भन्ने चाहन्छु म हुन्छ अनि नेपालकै एउटा नमुना क्षेत्र भएकोले गर्दाखेरि यो ताप्लेजुङको चाहिँ एउटा टुरिज्म एरिया जस्तै पाथिभरा सँगसँगै यो पनि एउटा टुरिज्म एरिया अनि यहाँ चाहिँ महत्त्वपूर्ण घुम्ने ठाउँको रूपमा विकास हुन्छ नगरपालिकाको एउटा आय स्रोत हुने इन्कमको स्रोत बनाउने अनि अर्को कुरा मौलिक संस्कृति संरक्षण क्षेत्र पनि हुने ठाउँ पनि हुने भयो म एउटा सोध्न चाहेँ अब यहाँ फिल्डमै खटिरहनु हुने सुरुदेखि नै हाम्रो इन्जिनियर साहब हुनुहुन्छ अनिश श्रेष्ठज्यू नमस्कार हजुर अनि तपाईँ यहाँ ताप्लेजुङ हजुर घर कहाँ मेरो घर चाहिँ भोजपुर हो यहाँ यो साइटमा खट्नु भयो कति भयो म 2.5 वर्ष 3 वर्ष 2.5 वर्षदेखि यो ताप्लेजुङको यो फुङलिङ नगरपालिका वार्ड नम्बर 6 को गुरुङ गाउँमा बसिरहनु भएको छ होइन अनि यहाँको जनताबाट कतिको तपाईँलाई यहाँको समुदायबाट कतिको सहयोग सुविधा भइरहेछ कि के बाधा अवरोध भइरहेछ के छ काम गर्नमा हामीलाई एकदम सहुलियत भएको छ सजिलो त्यस्तो नराम्रो असहज चाहिँ भएको छैन एकदम सजिलो छ तपाईँ पनि एउटा इन्जिनियर भएको नाताले यो बहुजातीय सांस्कृतिक सङ्ग्रहालय चाहिँ बनिसक्दा चाहिँ यसले रूप कस्तो लिन्छ जस्तो लाग्छ अन्तिममा एउटा हुन्छ नि तपाईँले दुःख गरेर बनाउनु भएको छ खट्नु भएको छ रात दिन पानी झरीमा खट्नु भएको छ अन्तिममा यसले चाहिँ आउटपुट कस्तो आउँछ जस्तो लाग्छ यो राज्यको लगानी नगरको लगानी चाहिँ कतिको यसले चाहिँ युजफुल हुन्छ जस्तो लाग्छ यो एकदम राम्रो हुन्छ होइन अब यो धेरै अझै बन्न बाँकी छ भर्खर 5वटा मात्रै बनिँदैछ अझै अब 11वटा बन्न बाँकी छ यो बनिसक्दाखेरि धेरै राम्रो हुन्छ अनि तपाईँले त माथि रेड पान्डा नेटवर्कको भवन पनि बनाउनु भएको छ त्यो पनि मौलिक खालको नयाँ डिजाइनको छ यो पनि एक किसिमको नयाँ डिजाइनको नयाँ प्रविधिहरू युज गर्नु भएको छ यसमा काम गर्नु कति गाह्रो भएको छ काम गर्न त गाह्रै छ अब नयाँ हो होइन त्यस्तो अन्त ठाउँ बनाएको छैन त्यही भएको हुनाले फर्स्टचोटि हो यो पनि रेड पान्डाको पनि त्यो भएर अलिक काम गर्न जे होस् नगरपालिकाबाट सहयोग माग्दै भयो नि सजिलै गरिँदैछ अन्तमा तपाईँको राज्यलाई के भन्नुहुन्छ यो विषयमा के भन्नुहुन्छ अब थप बजेटहरू छिटो विनियोजन होस् या कस्तो सल्लाह दिनुहुन्छ छिटै भएदेखि अझ राम्रो हुन्थ्यो अब 11वटा पनि चाँडै बनाउनु पाउँदाखेरि झन् यहाँ नगरपालिकालाई सहज हुन्थ्यो एकदम राम्रो हुन्थ्यो सबै जातिलाई समेटिन्थ्यो अब 5वटा मात्रै हुँदैछ होइन अब 5 जातिको मात्रै हुन्छ त्यस्तो गर्दाखेरि सबै बनिसक्दाखेरि चाहिँ सबै जातिलाई समेटिन्थ्यो यो खालको प्रोजेक्ट पहिले पनि गर्नुभएको थियो तपाईँले यो खालको थिएन यो खालको पहिलोचोटि हो अनुभव भयो धेरै ल धन्यवाद हजुर धन्यवाद